अनि यो सानोलाई एउटा मात्रै लाउनु भयो होइन अहिलेसम्म? पाउँदाखेरि मात्रै लागेको थियो, त्यसपछि लाग्यो। किन लाउनु भएन त? त्यही घरतिर गयो, कागज त्यही कारणले चाहिँ छुट्यो। त्यता कारणले कतिवटा लाउनुपर्छ खोप थाहा छ हजुरलाई? त्यो त थाहा छैन मलाई। थाहा छैन होइन? के नगर सताउनु के भन्यो भनेन, फेरि यति गति आउनु होला सुई होइन भन्नुभएको थियो। मेरो बसिसक्यो। अब तपाईँसँगैको बच्चाहरू अरूले जन्मिने बित्तिकै एउटा खोप लगाउनु भयो होइन? त्यसपछि बच्चा तपाईँको चाहिँ 6 हप्ता लगाउने अर्को लगाउनुहुन्छ, त्यसपछि 10 हप्ता भएपछि अर्को लगाउनु भयो, त्यसपछि 14 हप्ता भएपछि फेरि लगाउनु भयो होइन? फेरि 9 महिना भएपछि फेरि लगाउनु भयो, 1 वर्ष भएपछि फेरि लगाउनु भयो, 15 महिना भएपछि फेरि लगाउनु भयो। तपाईँका साथीहरूका सबै साथीहरूले धेरै खोप लगाइसक्यो। अब हजुरले एउटा जन्मिने बित्तिकै लाउनु त्यसले हराउनु। खासमा तपाईँ किन भन्छ यो खोपको बारे तपाईँलाई थाहा नभएर हो कि? होइन थाहा त थियो, बुढो पनि गएर थिएन। उता काठमाडौँतिर जानुभयो, मैले घर गएँ, त्यही भएर छुट्यो कि यसो केही हुन 2-3 महिना छुट्यो भने गराउनु पर्दैन, राम्रो पाइन्छ के। अनि अहिले देखि हजुरलाई चाहिँ हामीले खोजेर भेटायौँ होइन? हजुर यतिकै आफै आउनु भएन। त्यो दिदी जानुभएको थियो, त्यसपछि फेरि बोलाउनु भएको थियो। अनुसन्धान भन्ने छ होइन, गौरवी भन्ने छ, प्रकृति रोग भन्ने छ होइन, हेपाटाइटिस भन्ने छ, हिमोफिलस भन्ने चाहिँ यस्तो 5वटा रोग। अब तपाईँले खोपै लाउनु भएन भने तिनी रोगको जोखिममै अहिले हेर्नु न हजुरको बच्चाले कति चाहिँ तपाईँको उसको उमेरअनुसार वेट छैन। अहिले तपाईँको हामीले नापेर हेऱ्यौँ भने तपाईँको चाहिँ उमेरअनुसार वेट छैन, उसलाई पोषण पुगेको छैन, कुपोषित भएर कतिको बिरामी हुन्छ बच्चा? बिरामी त आजकल आज भोलि भएको छैन, पहिला बिरामी भइरहेको होइन? त्यो पखालाको विरुद्ध पनि हामीले चाहिँ बच्चालाई लाग्ने पखालाबाट बचाउँछ है। अनि त्यो ज्वरो आउने, निमोनिया आउने, निमोनियाको विरुद्ध पनि बच्चाले पाउँछ। खोप लगाएपछि चाहिँ निमोनियाबाट बचाउने हो। अब यहाँ खेलानीमा भयो भने दिदी पनि बोलाउँदै थियो, मिनाम जाउँ, अब त्यहाँ आउँदा कोही पनि बोलायो पनि तपाईँको कहिले नि जान्छ त्यही 5-7 मिनटको बाटो त्यहाँबाट हिँडेर थिएन जानु। कि मैले त्यही यहाँ त बोलाउँदै थियो कि अनि मैले त्यो नानी पाउँदाखेरि बोलाएको चोटि त्यहाँचोटि मैले लिएर गएको। त्यो भएर खोप चाहिँ लगाउनु पर्छ कि तपाईँले यहाँ तराई नबस्ने भनेको त सुगममा बस्ने हो। तपाईँको चाहिँ उता कडाइतिर जाँदाको एउटा नभने तपाईँको आमाहरूले बच्चालाई बोकेर चाहँदैन हिँडेर त्यो घाममा छाता भएर कम्पिजन गरेर लगाउनु। अनि हजुर त यहाँबाट तपाईँको 5 मिनट 10 मिनट बाटो हुन्छ टाढा भनेको हिँडेर 10 मिनट बाटो। अब त बच्चाले सबै कुरो हामीले सुरु गर्छौँ होइन? तपाईँ मेन हामी बोलाएर आउनुहुन्छ नि, हुन्छ बच्चा हामीले बोलाएको टाइममा आउनुहुन्छ नि। 1 वर्षको सुई छुटाउनु भयो भने जापानिज इन्सेफ्लाइटिस भन्ने हुन्छ, तपाईँलाई त्यो रोग बच्चालाई लाग्यो भने तपाईँ बचाउनै सक्नुहुन्छ जतिको बच्चाले भयो भनेपछि कति तपाईँलाई छोराएको रहेछ औले खोपले। यो एकदम बुझ्नुपर्छ, किनभने बच्चाले भोलि तपाईँलाई पनि त कमाएर कमायो नि होइन? त्यही भएर बुझाउन बढाउन ठुलो बनाउन, हाम्रो बच्चालाई ठुलो मात्रै बनाउने होइन कि बच्चालाई त सबैबाट रोगसँग लड्न सक्ने क्षमता पनि त बढाइदिनु पर्यो नि। त्यही भएर छुट्यो कि मलाई। अनि फेरि अब मैले खोप लगाउनु भन्न पनि पाइँदैन हजुरले, किनभने खोप ऐन भन्ने आइसक्यो। तपाईँ त्यस्तो भन्न भने तपाईँलाई कारवाही हुन्छ। अनि उसको त जन्मसिद्ध अधिकार हो, उसलाई के थाहा सानो बच्चा? तपाईँ आमाले आफ्नो बुवाले ख्याल गर्ने यस्तो कुराहरू हो किन? उसले त चाहिँ विभिन्न यस्तो सङ्क्रामक रोगहरू छन् त्यहाँबाट बचाउनु गर्नु उसको अधिकार हो नि त। त्यसको विरुद्धमा खोप दिनु पऱ्यो, तपाईँले स्वास्थ्य संस्थामा लिनु पऱ्यो, बोलाएको टाइममा आउनु पऱ्यो। अनि बच्चालाई तौल्दा पनि तौल्नु भएन हजुरले लगाएपछि खालि चाहिँ एकचोटि पनि बच्चा तौल्न जानु भएन। अहिलेसम्म तपाईँ कम्तीमा चाहिँ 16 महिना हुँदाखेरि 16 पटक चाहिँ स्वास्थ्य संस्थामा गएर तपाईँ बच्चा तौल्नु पऱ्यो। एकचोटि बच्चाको तौल्नु लिनु भएन। अब बाबा चाहिँ पढेछ, मैले पढे पनि छैन, कामैबाट फुर्सद